आज चाहिँ शनिबारको दिन अनि बिहानै हाम्रो मङ्गल सर यहाँ आउनु भएको छ। मङ्गल सरको आज हेर्नु गर्दैछ र हामी चाहिँ अब जाँदैछौँ चारलीको मन्दिरमा। यसले टिका सिका लाउँछ होला। के गर्नु जान आँटेको त? यसो मन्दिर दर्शन त गर्नु परिहाल्यो होइन। कति वर्ष पुगिस्? 30। बुढो भइस्। माथि रोडमा एसियन हाइवे बनिरहेको भएको कारणले चाहिँ अहिले हामी चाहिँ यो भित्र साइडको बाटोबाट बगानको बाटो हुँदै तल सालबारीको झिलको बाटो माथि स्विमिङ पुल जाने बाटोतिर निस्केर अनि त्यस पछाडि चाराली आउनको लागि अहिले अहिले चाहिँ हामी यो सालबारी जङ्गलबाट अगाडि बढ्दैछौँ। बिहानको लगभग 9:30 जस्तो भएको छ अहिले अनि हावा चाहिँ एकदम चिसो आनन्दको हावा छ। अनि हामी यो चामलिङ टोल आइपुग्यौँ। यहाँबाट राइट दोस्त। हामी चाहिँ अहिले पाउपाथीभरा मन्दिर आइपुगिसकेका छौँ। यो चाहिँ चारालीमा। यो मन्दिर आउनुको आजको मुख्य कारण चाहिँ हाम्रो दोस्तको बर्थडे छ, त्यही भएर हामी आइरहेको छौँ यहाँ। ए सिधै भित्रै? ठिक छ।